ल साथीहरू आज चाहिँ मैले तपाईँहरूलाई एउटा महत्त्वपूर्ण जानकारी बाइकको विषयमा चाहिँ महत्त्वपूर्ण जानकारी दिन लागिरहेको छु। अहिले यताहरू देखा यो चाहिँ तपाईँ यात्रामा हुनुहुन्छ, कोही टाढा बाटा हुँदै हिँड्दै हुनुहुन्छ, चेन तपाईँको एकदम लुज छ, चेन गर्ने टाइट औजार टाइट यदि टाइट गर्ने औजार भयो, काट्ने औजार भयो भने त तपाईँलाई सहजै भयो। टाइट गर्ने ठाउँ छैन, काट्ने औजार छैन, चेन एकदम लर्नुहोस्, यो एकदम एक बित्ताभन्दा बढी लुज छ, प्रत्येक 2-2 मिनटमा फुस्किन्छ, 2 मिनट यसो सानो उकालो पर्दा बित्तिकै फुस्किन्छ हो नि। म तपाईँलाई एउटा गजबको आइडिया सिकाउँदैछु आज चाहिँ। तपाईँ त्यस्तो गरिसकेपछि लगभग 150 किलोमिटर जति आनन्दले हिँड्न सक्नुहुन्छ। त्यसको लागि हामीले खोज्न पर्ने हुन्छ एउटा काठको दाउरा खोज्न पर्ने हुन्छ। तपाईँको यो काठ चाहिँ जति यहाँ आवश्यकता अनुसार चेनले कत्रो काठ खोजेछ भन्ने अनुसार काठ काट्ने एउटा काठ काटिसकेपछि तपाईँले अरू केही गर्न पर्दैन। यो चेनलाई हल्का हातले लुज भएपछि त सजिलै हातले उचालिन्छ। अनि सजिलै उचालिसकेपछि यसलाई चाहिँ तपाईँले यसरी मजाले यो चेनभित्र या एउटा चेसिसमा चेनभित्र जति सक्नुहुन्छ मजाले छिराउने। यसरी छिराइसकेपछि ल हेर्नुहोस्, अब पहिलाभन्दा चेन चाहिँ तपाईँको धेरै टाइट भइसक्यो। अब यस्तो हिसाबले तपाईँ अब चेन फुस्किने डर हुन्न। 50देखि 100 किलोमिटरसम्म आनन्दले सम्बन्धित ठाउँसम्म। अझै यो काठ चाहिँ तपाईँले आवश्यकता अनुसार अझै मोटो गराउनु भयो, यदि अझै मोटो गराउन आउने अझै चेन टाइट हुन्छ हैन। यो चेन चाहिँ अब यहाँ जस्तै काठ यत्रै उपलब्ध भयो, खास यो सिकाउनका लागि यो काठ यत्रै उपलब्ध भएर सानो गराइयो। यो काठ चाहिँ आवश्यकता अनुसार अझै मोटो गराउनु भयो भने चेन अझै टाइट हुन्छ। यसरी टाइट भएपछि तपाईँ सम्बन्धित ठाउँसम्म मजाले 50देखि 100 किलोमिटरसम्म मजाले पुग्न सक्नुहुन्छ। हस्, धन्यवाद।